बालेन शाहको नुहाउँदा नुहाउँदै कच्छा खुस्को भने ऊ नाङ्गै भयो भने यिनी रासपा घन्टीवालाले रासपा त कस्ता भए भने यो रासपाका पार्टी रासपामा भोट हाल्ने मैले जानेको तपाईँको बालेन यो खोरो बोल्न नमान्नु होला बालेन शाहको नुहाउँदा नुहाउँदै कच्छा खुस्को भने ऊ नाङ्गै भयो भने यिनी रासपा घन्टीवालाले बालेन शाहको हेत्तेरी बालेन शाहको त अङ्गबाट शिवलिङ्ग उत्पत्ति भए चन्द्र नमस्कार गर्ने भए पूजा गर्ने भए उसको विकल्प त कोही बोल्न सकेन। तपाईँ हामी बोल्दा अभियोग लाग्छ। मैले अस्ति माइती घरमा यो सुकुम्बासी यति छिटो आवेगमा नआएर यो चाहिँ सेना पुलिस लगाएर चाहिँ घर नभत्काउनु पर्ने हो भनेको ती बालेनका तिनी अन्धभक्तहरू केपी बरु हेलिकप्टरमा भागेर नेपालमा बस्यो। बालेन शाह त हेलिकप्टर नपाएर नेपालमा बसेर त कालो टोपी लगाएको छ। नेपालबाट त कालो टोपी पनि लाउनु नपाएर विदेशमा गएर तपाईँ क्याप लगाएर बस्नुपर्छ। विदेशमा त टोपी लाउन्न। त्यस्तो अवस्था आउनेछ बालेनको। विदेशमा गएर क्याप लगाएर बस्नुपर्छ। 12,000 हेक्टर जमिन यदि नेपालले मिचेको भए चलाएको भए भारतले नेपाललाई यसरी राम हेरेर बस्दैन त। भारतले 1 इन्च नेपाल भूमि मिच्न नदिने जहाँ तपाईँको सुस्तामा नेपाली नागरिकताको लाल पूर्जा छ नेपालीहरूको लाल पूर्जा छ त्यहाँ इन्डियन आएर खेती गरेका छन्। बालेन शाहले कति अध्ययन गरे कति सीमा विज्ञहरूसँग सल्लाह ले कि प्याच्च बोले कुनै विज्ञहरूसित सल्लाह ले उनी 36 वर्षको हुँदासम्म थाहा नहुने 2 महिना प्रधानमन्त्री हुँदा नेपालले भारतको सिमाना मेचेको छ भने तिनीलाई त्यति छिटो थाहा भयो होला त। तपाईँलाई लाग्छ विश्वास? रवि लामिछाने पनि कति राजनीति गरेर आयो र कसरी आएको रवि लामिछाने एउटा होइन कसरी पत्रिका एउटा नेपालमा द्वन्द्व भएको बेला 62-63 सालको माओवादीको द्वन्द्व भएको बेला अमेरिका गएर नेपालको नागरिकता त्यागेर अमेरिकाको नागरिकता आएन। अमेरिकामा टिक्न नसकेर नेपालमा आएर एउटा रासपा भन्ने एउटा केपी ओलीले मैले एउटा केटो आएको थियो मैले पत्रकारितामा लागिदियो भने त हो नि।